रोक्नुस् बालेन बाबु, रोक्नुस्। यो गरिबको बस्तीमा डोजर चलाउन पाइँदैन। यहाँ सुकुम्बासीको पसिना बगेको छ। पहिले उनीहरूको व्यवस्थापन गर्नुहोस् अनि मात्र डोजर छुनुस्। हर्क दाइ, यो राजनीति गर्ने ठाउँ होइन। यो सरकारी जग्गा हो, खोला मिचिएको छ। नियम सबैका लागि बराबर हुन्छ। बाटो खाली गरिदिनुस्। नियम त ठुलालाई मात्र लाग्छ यहाँ। यी गरिबहरू कहाँ जाने? तपाईलाई भोट चाहिने बेला यिनै चाहिन्छ, अहिले डोजर लिएर आउने? म यहाँबाट 1 इन्च पनि हल्लिने छैन। दाइ, तपाईँ धरानमा ढुङ्गा बोक्ने मान्छे यहाँ किन ढुङ्गा अड्काउनुहुन्छ? यो विकासको काम हो। नक्सामा जहाँ खोला छ त्यहाँ खोला नै हुनुपर्छ। विकासका नाममा गरिबको उठिवास लगाउन पाइँदैन। मलाई अदालत र नक्सा नदेखाउनुस्। यो डोजर मेरो लास माथिबाट मात्र अगाडि बढ्छ। यस्ता नाथे डोजर। ल ठिक छ दाइ, तपाईँले कुरो बुझ्नु भएन। तपाईँलाई अल्टिमेटम दिँदा पनि नहटेपछि अब मेरो आफ्नै तरिका छ। ए बालेन, यो के अराजकता हो? मलाई किन उठाएको? बालेनले मलाई नै डोजरमा हालेर कता लैजाँदैछ? हेर्नुस् है देशवासी, यो तानाशाही हो। रोक्नुस् बालेन बाबु, रोक्नुस्। यो गरिबको बस्तीमा डोजर चलाउन पाइँदैन। यहाँ सुकुम्बासीको पसिना बगेको छ। पहिले उनीहरूको व्यवस्थापन गर्नुहोस् अनि मात्र डोजर छुनुस्। हर्क दाइ, यो राजनीति गर्ने ठाउँ होइन। यो सरकारी जग्गा हो, खोला मिचिएको छ। नियम सबैका लागि बराबर हुन्छ। बाटो खाली गरिदिनुस्।